आबुखैरेनी गाउँपालिकामा औद्योगिक ग्राम सञ्चालन भएपछि स्थानीयले गाउँमा नै रोजगारीको सम्भावना देख्न थालेका छन्। स्थानीय टक बहादुर विश्वकर्मा औद्योगिक ग्राममा फलामजन्य सामग्री उत्पादन गर्ने काम गर्छन्। गाउँमै खुलेको उद्योगमा रोजगारीको अवसर पाएपछि दैनिक गुजारा गर्न सजिलो भएको विश्वकर्माको अनुभव छ। अब बेरोजगारीमा बसेको मान्छे पालिकाले चाहिँ अब काम शीघ्र तालिम दिएर चाहिँ हामीले अब अहिले 1 वर्ष भइसक्यो काम गर्न थालेको पनि। अब पुरै आफ्नो परिवारले गुजाराको लागि चाहिँ अब सहज भइराखेको। रश्मि नेपाली औद्योगिक ग्रामभित्रको बाँसजन्य उत्पादन विभागमा जागिर गर्छिन्। युट्युबमा मुडा बुनेको भिडियो हेरेपछि काम गर्ने जागर चलाएका सपना र गौरी अहिले मुडा मात्रै होइन, बाँसका टुथपिक, सोफा सेट, कुर्सी, झलुङ्गो जस्ता विभिन्न सामग्री बनाउन अब्बल भइसकेका छन्। कुचो बनाउन बाँसको सिन्का चिर्दै गरेकी सुन्तली मायामा सिपसँगै सम्भावनाको भाव जागृत हुँदैछ। आबुखैरेनी औद्योगिक ग्राम उनीहरू जस्तै 17 जनालाई उद्योगमा नै प्रत्यक्ष रोजगारी दिएको छ भने सिङ्गो पालिकामा रोजगारीको आशा जगाएको छ। घरमा बस्दाखेरि अब यस्तो सोफा सेटहरू यस्तो बुन्न जान्दैन नि त। अहिले चाहिँ यो सिकेँ। पहिला चाहिँ हामीलाई चाहिँ थाहा थिएन। यहाँ कम्पनी खोलेछ अरे भन्नुभयो। औद्योगिक ग्रामका प्रमुख विमल बाबु राणा उद्योगका लागि आवश्यक कच्चा पदार्थ र उत्पादित वस्तुको कारोबार स्थानीय बजारमा नै हुने बताउँछन्। 1 वर्षको अनुभवले उद्योगको भविष्य राम्रो हुन्छ भन्ने संकेत दिएको उनको भनाइ छ। सिन्काजन्य बाँसको सिन्का निकालेर सिन्काबाट बन्ने चिजहरू, टुथपिक, बार्बिक्यू स्टिकहरू, कुचो, मुडाहरू बनाउँछौँ र फर्निचरहरू पनि बनाउँछौँ। र यता फलाममा चाहिँ कृषिजन्य औजारहरू सम्पूर्ण बनाइन्छ र त्यसपछि अर्डर अनुसारको फ्याब्रिकेटिङ सामग्रीहरू, फर्निचरहरू पनि बनाइन्छ। बाँसको लागि चाहिँ त हाम्रो कृषकहरूसँग नै सम्पर्क गरेर उहाँहरूले नै यहाँ प्रत्यक्ष रूपमा ल्याएर दिनुहुन्छ र फलामजन्य सामग्रीको चाहिँ हामीले लोकल बजार आबुखैरेनी बजारबाटै लिन्छौँ र यहाँ चाहिँ आबुखैरेनी बजारमै हाम्रो यहाँबाट उत्पादित सामग्रीहरू त्यहीँ गइरहेको छ। बढी त्यहाँको हार्डवेयरहरूले चाहिँ हामीले यहाँको उत्पादन गरेको सामग्रीहरू उहाँले नै बेचिदिनुहुन्छ। आबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान औद्योगिक ग्राम मार्फत स्थानीय समुदायका रैथाने सिपमा आधारित उत्पादनहरूलाई व्यावसायिक बनाएर आय आर्जन वृद्धि गर्ने ध्येय राखिएको बताउँछन्। गाउँपालिकाद्वारा स्थापित यो उद्योग ग्राम चाहिँ करिब 100 रोपनी जमिन छ हामीसँग उद्योग ग्रामको नाममा। यो सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय आबुखैरेनी गाउँपालिकाको यसमा संयुक्त लगानी छ अहिलेसम्म। पहिलो चरणमा हामीले यो संरचनाहरू निर्माण गर्ने, यो जमिनहरूलाई सम्झाउने लगायतको कामहरू गर्नलाई सङ्घीय सरकारको सहयोगले काम गऱ्यौँ भने दोस्रो चरणमा हामी गण्डकी प्रदेश सरकार र आबुखैरेनी गाउँपालिकाको नवप्रवर्धन साझेदारी कार्यक्रम अन्तर्गत चाहिँ हामीले फलामजन्य उत्पादन र बाँसजन्य उत्पादनको 2टा घर बनाएर 2टा कम्पनी जस्तो सुरु गरेका छौँ। भलै त्यो अहिले आबुखैरेनी गाउँपालिकाकै स्वामित्वभित्र छ। चाँडै नै त्यसलाई निजी वा पब्लिक कम्पनीको रूपमा रूपान्तरण गर्ने कोसिस छ हाम्रो। फलामजन्य उत्पादनमा हाम्रो मुख्य जोड चाहिँ आधुनिक टाइपका कृषि औजारहरू उत्पादन गर्ने, अलि इनोभेटिभ टाइपका कृषि औजार उत्पादन गर्ने, जसले आम किसानहरूलाई उत्पादनमा यसले एउटा सहयोग पुर्याओस् र त्यो इक्विपमेन्टहरू निर्माण गर्न सकियोस् भन्ने छ। यतापट्टि हाम्रो बाँसजन्य उत्पादनमा चाहिँ हाम्रो आबुखैरेनी गाउँपालिका विशेष गरेर बाँसजन्य उत्पादनमा आधारित भएर जीवनयापन गर्ने भुजेल तथा चेपाङ समुदायको बाहुल्य भएको हुनाले अब मेसिनबाट बाँसहरूको विभिन्न खालका कच्चा पदार्थहरू हामीले यहाँबाट निर्माण गर्ने र त्यसलाई एसेम्बल गरेर जोडेर कला थपेर यसलाई चाहिँ बजारमा उत्पादन बिक्रीयोग्य सामग्री बनाउने कुरामा चाहिँ भुजेल समुदायलाई जोड्ने भनेपछि करिब 20 जना भुजेल समुदायहरू चाहिँ यसमा स्वतस्फूर्त उत्पादनको निम्ति हामीसँग जोडिनु भएको छ। हामीसँग भएको जमिन प्रयोग गर्नुहुन्छ, मेसिन प्रयोग गर्नुहुन्छ र त्यसको बिक्री गरेर आफ्नो आम्दानी बढाउनुहुन्छ। अहिले फलामजन्य उत्पादनमा चाहिँ अहिले हामीले अलि राम्रो गरेको भनेको चाहिँ ओपन जिमशालाको सामग्रीहरू जो बजारको मूल्यभन्दा झन्डै 30% कम मूल्यमा हामीले बजारमा त्योभन्दा राम्रो क्वालिटीको प्रोडक्ट दिन सक्ने भावनाले
अहिले हामीले चाहिँ आबुखैरेनी गाउँपालिकामा पहिलो चरणमा ओपन जिमशालाको सामग्री इन्स्टल गर्ने, दोस्रो चरणमा अरू गाउँपालिका वा स्थानीय तहसँग सम्पर्क गरेर उहाँहरूले जुन खालको ओपन जिमको सामग्री महँगो मूल्यमा किनिरहनु भएको छ त्यसलाई चाहिँ विस्थापित गर्ने र हाम्रो स्थानीय तनहुँकै उत्पादनले अगाडि बढाउने भन्ने छ। यसमा हामी सफल भएको छौँ। पहिलो डेमो उत्पादन चाहिँ हाम्रो 2 नम्बर वडाकै हाम्रो चिल्ड्रेन पार्कमा हामीले इन्स्टल गर्दैछौँ। त्यस्ता सामग्रीहरू गर्न खोजिरहेको छौँ भने तेस्रो कुरा चाहिँ हामीलाई शिक्षामा जोड्न खोजेका छौँ। जो विद्यालयका विद्यार्थीहरू चाहिँ यता स्टिम भनेर विज्ञानसँग सम्बन्धित विभिन्न खालको प्रयोग गर्न वा इनोभेटिभ केही काम गर्न चाह्यो भने चाहिँ यसलाई त्यो प्रयोगशालाको रूपमा पनि गर्ने र यहाँ उहाँहरूले चाहने सबै सामग्रीहरू बनाउनको निम्ति हामीले सहज गरिदिने र बच्चाहरूले चाहेका विभिन्न विज्ञानका सामग्रीहरू वा अन्य इनोभेटिभ कुनै आइटमहरू बनाउनलाई विद्यार्थीलाई पनि कम्तीमा महिनामा एकचोटि वा शुक्रबार यहाँ जोड्ने हिसाबले एउटा प्रयोगशाला वा स्टिम ल्याब जस्तोको रूपमा पनि विकास गर्न खोजिरहेछौँ। औद्योगिक ग्रामले आबुखैरेनी गाउँपालिकाका दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायमा रोजगारी र समृद्धिको नयाँ आशा जगाएको छ। सँगसँगै बाँसमा आधारित सोफा सेट, कुर्सी जस्ता दैनिक उपभोगमा आउने सामग्रीको उत्पादन र बजारले प्लास्टिकका सामानबाट हुने प्रदूषणलाई क्रमशः कम गर्दै लैजाने निश्चित छ। स्थानीय कच्चा पदार्थ र स्थानीय जनशक्तिको उपयोग गरेर स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने यस्ता औद्योगिक ग्रामहरू सञ्चालन गर्नेतर्फ आबुखैरेनी गाउँपालिकाको सक्रियता सबै स्थानीय सरकारले सिको गर्न लायक छ।